ल है गाइज, अब दसैँ सकिएर अपरेटर चाहिँ साइडमा आइसक्यो। तर हेल्परहरू साइडमा आउनु सकेन अझै पनि होइन, छुट्टी अझै पुगेको छैन छ। तैपनि मैले अब यो ब्रेकर फुकालेर बकेट सकेट फ्री गरिसक्यो, गिरिज सिरिज पनि गरिसक्यो। अब चाहिँ माटोहरू फाल्नुपर्ने कामहरू छ, अब सुरु गर्छु। आजभोलि एकदम अब भनौँ न के भन्नु, अब साथीहरू हेर्नु न, तपाईँहरूको पनि त्यस्तै हो कि मेरो मात्रै यस्तो भएको खोइ। हेल्परहरूले छिटो आउनु पऱ्यो नि त साइडमा, हेर्नु न। अब साइडमा छिटो आयो भने छिटो आएर यहाँ हामीसँग साथी गर्नु यताउता हुन्छ नि त हेर्नुहोस्। अब अपरेटर आइसक्यो, दुई दिन भइसक्यो, हेल्पर अहिलेसम्म आएको छैन भने बिजोको छ क्या साथीहरू। तपाईँहरूको पनि हेल्परहरू त्यस्तै गर्छ हो, यसो भनिदिनु है के कसो। मैले नराम्रो त बोलिनँ होला साथीहरू। हेर्नु न यहाँ काम यस्तो छ अब है, लत्था लिङ्ग छ होइन, यस्तो काम गर्नु। अब पर्ने टाइममा तिहार पनि नजिक आइसक्यो, छुट्टी सकेपछि त फटाफट छिटो साइडमा आउनुपर्छ नि होइन। साइडमा आउँदैन होइन, अब आऊ भने आज भन्ने, भोलि भन्ने, पर्सि भन्ने होइन। धेरै गाह्रो छ आजभोलि मान्छेलाई काम हराउनु साथी हो, त्यति सजिलो छैन। पहिले हाम्रो जमानामा त धेरै दुःख गरेर अगाडि बढेको थियो होइन। आजभोलि केटाहरूलाई जति सुखाइ राख्दाखेरि पनि धेरै नै माथिँदो रहेछ क्या। त्यही भएर गाइजहरू यस्तो छ।